हेलो गाइस, मेरो चाहिँ होइन एकदम आज मुटु एकदम धेरै धड्किरहेको छ क्या। आज अनौठो घटना घटेको छ हाम्रो मकैबारीमा। खोइ अब यो सुसाइड हो कि होइन मर्डर हो भन्ने कुरा चाहिँ खुलस्त भएको छैन। तर पनि जे भए पनि अब यसलाई कसैले मर्डरै भनिरहेको छ, कसैले होइन सुसाइड हो भनी पनि भनिरहेको छ। तर के हो वास्तवमा त्यो चाहिँ थाहा छैन होइन। तर हाम्रै मकैबारीभित्रमा एउटा हत्या भएको रहेछ। म चाहिँ त्यसलाई हत्या नै भन्छु, किनभने पक्कै पनि मकैबारीभित्र त्यसरी सुसाइड गर्ने हिम्मत त कसैले पनि गर्दैन होला होइन। म हजुरहरूलाई देखाइदिन्छु, यहाँ छ होइन। अब के गर्ने, कसलाई बोलाउने मलाई त केही पनि थाहा छैन है। कसैको नम्बर पनि थाहा छैन, कसलाई बोलाउने के गर्ने। तर यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ, म क्यामेरा घुमाइदिन्छु। एकछिन पर्ख, के को हतार। ल हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् त यहाँ यो यसरी मकैको बोटमा होइन झुन्डिएको छ। यो अब हत्या हो कि आत्महत्या हो त्यो चाहिँ थाहा हुन सकेको छैन। म चाहिँ अघिदेखि डरले परै बसिरहेको छु, यसलाई छुने हिम्मत पनि गरेको छुइनँ। यो हत्या हो कि आत्महत्या हो भन्ने कुरा खुलस्त रूपमा खुलेकै छैन। हेर्न सक्नुहुन्छ गाइस हजुरहरूले पनि होइन। 2 hours later. डक्टरले पोस्टमार्टम गर्दै हिँड्छ सबलाई, र यसको रिपोर्ट अब भोलि बिहान मात्र आउँछ अरे।